अमेरिका जापान अस्ट्रेलिया जान त होला नि मेरो हजुरआमालाई सोध्न। यो अमेरिका जानु भनेको त आफ्नो घरलाई थोत्रो पार्नु हो, आफ्नो घरलाई छाडेर डेरामा बस्नु हो। खै त तेरो हजुरआमाले बुझ्नु भएको? हैन, आज यो सन्तोषको घरमा के भएछ? उसका साथी पनि यतै छन्। किन भेला भएछन्? कि सन्तोषलाई केही भएछ कि के हो? नमस्कार नमस्कार सबैजनालाई। नमस्कार आमा। के भयो र सबैजना भेला हुनु भएको? कि सन्तोषलाई केही भयो कि के हो? सुन्नुहोस् न गुरुआमा, हामीलाई धेरै तनाव छ। सन्तोष त स्कुल पनि नजाने, घर पनि नबस्नेको कुरा गर्छ त। सन्तोष बाबु, तिमीलाई के भयो मलाई भन त। सुन्नुहोस् न गुरुआमा, हाम्रो हजुरआमालाई जहिले पनि ए प्लस मात्र चाहिन्छ, त्यसैले नि। अनि त्यति भन्दैमा गर्नुपर्ने कुरा हुन्छ त सन्तोष? सुन्नुहोस् न गुरुआमा, हामीलाई त धेरै तनाव छ। हजुरआमाले जहिले पनि गाली गर्नुहुन्छ, साथ सहयोग कसैको छैन, त्यसैले हामीलाई त दिक्क लागेर आउँछ। तपाईहरुको हजुरआमाले भन्नु भएको कुरा पनि राम्रै त हो नि। मेहनत गरेर पढ्यो भने ए प्लस त आइहाल्छ नि। त्यसमा पनि सबैको दिमाग एकै नासको कहाँ हुन्छ र? हजुरआमा कहाँ हुनुहुन्छ त? म आफै उहाँलाई सम्झाउँछु नि त। म बोलाएर आइहाल्छु नि। हुन्छ हजुरआमा, ओ हजुरआमा, ओ हजुरआमा, मिसले भनेको बाहिर आउनु रे। किन चाहियो यत्रो? घरकै सातो जाने गरी किन बोलाएको हो? मिसले भनेको बाहिर झट्टै आउनु रे। त्यसो भनेको भए त अघि नै म आइहाल्थेँ नि। ए मिसको आउनु भएको रहेछ। नमस्कार मिस, यता बस्नुहोस् न। आज हाम्रो घरमा किन आउनु भएको? नमस्कार हजुरआमा, म त हजुरलाई नै भेट्न भनेर आएँ। किन यत्रो ठुलो सरले चिचाउनु भएको? म सानै सरले बोले पनि सुनिहाल्थेँ नि। मेरो बोली नै यस्तै छ त, म के गर्नु? त्यसरी भेट्नु नै पर्ने के काम परेर मिस? केही सन्तोषले केही काम बिगारेकी? होइन आमा, सन्तोषले केही पनि काम बिगारेको छैन। म त हजुरआमालाई को भेट्न आएको त। हजुरआमा, हिजो सन्तोष बाटोमा रोइरहेको थियो। उसलाई हजुरले ए प्लस नै लिएर आइज भन्नुभएको रहेछ। त्यसैले छोराको ए प्लस भन्दा पनि ज्ञानी संस्कारी बनिदिनु पर्छ भन्न भनेर आए कि नि। बाबु किन असल र ज्ञानी भन्नु पर्यो? आखिर पैसा कमाउन त